सबैजनामा नमस्कार। तपाईँ अबको आउने दिनमा बैंकिङ तयारी गर्ने सोच्दै हुनुहुन्छ? विषम परिस्थितिमा आएका भएका घटनाहरूको विभिन्न न्युजहरू छन् जुन अब सरकारी निकायमा विज्ञापन नहुने न्युजहरू छन्। हुन त त्यो न्युज पनि कुनै आधिकारिक स्रोतबाट आएको होइन, त्यसको ध्यान दिनु पर्दैन, विज्ञापन अनिवार्य रूपमा खुल्ने हो। तर म खासमा यो भिडियोमा बैंकिङ तयारी गरिराख्ने विद्यार्थीहरूको लागि केही कुरा भन्नेछु। पहिलो कुरा, तपाईँ जुन बैंकको तयारी गरे नि, चारवटा बैंक जुन छ, नेपाल राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंक लिमिटेड, यो सरकारी निकाय होइन, यो सरकारको लगानी भएको सार्वजनिक संस्थान हो। कुनै संस्थानमा 100% लगानी छ, कुनैमा कम छन्, र लगानी कमाई गर्न लागि गरेको छ सरकारले पनि, कि एक्स्ट्रा सरकारको इन्कम होस् भनेर गरिएको छ। सो त्यो संस्थानहरू बन्द हुनेवाला छैनन्। ती संस्थानहरूले दिने सेवा बन्द हुनेवाला छैनन् भने सेवा दिने व्यक्ति को विज्ञापन खुलाउन बन्द हुन्छ त? हुँदैन। राष्ट्रिय वाणिज्य बैंकले अब के काम कम गर्छ, आफ्नो शाखा कम टाइममा सञ्चालन गर्छ? गर्दैन, फुल फेजमै गर्ने हो। सबै बैंकको त्यही हुन्छ। अझ धेरै विज्ञापन हुन बेर छैन। मङ्सिरको पहिलो वा दोस्रो सातादेखि विज्ञापनहरू हुन थाल्छ। तसर्थ तपाईँ आजै आफ्नो तयारीमा जुटिहाल्नुहोला। कक्षा लिँदै तयारी गर्न सोच्दै हुनुहुन्छ भने स्मार्ट जिकेमा सबैको सबै तहका, सबै बैंकका सबै तहका कक्षाहरू सञ्चालनमा रहेको छ। तसर्थ तुरन्त फोन र मेसेज कमेन्ट गरेर तपाईँ कक्षा लिनुहोला। यति भन्दै बिदा लिन चाहन्छु। हस्त, धन्यवाद।